पाथिभराको धुपबाती गर्न आउनुहुन्छ भने यो चोकदेखि पूर्व ज्यान्डादेखि पश्चिम यहाँबाट बोटै छ धैती माताको शिरमा पाथिभरा देवीको तपाईँलाई उतारेर यहाँ गर्दैछौँ हामी अहिले अब 40 सालदेखि गरेको बरिपलहरू सबै माथि छ कि यहाँ चाहिँ अहिले हामीले कोही दशक ग्रहको शान्ति गराउनलाई बरिपलको पूजा गर्नुहुन्छ भने पनि यहाँ चाहिँ बरिपलहरू कर्मचलाका बरिपलहरू रोपेका छन्। यहाँ चाहिँ महादेव रुद्रमा गौरी पार्वती बुद्ध गच्छामी शरणमको पूजा गर्दैछौँ। अब यहाँ यी अब तोरणहरू पनि टाँगिँदैछ बुद्धको लागि। अब यहाँ चाहिँ कछुवा, यो चाहिँ कछुवा हो। अब यहाँ कछुवालाई अनि अब यहाँ गर्दैछौँ। दिया त हावाले निभिगयो। अब यहाँ चाहिँ गणेशको पूजा गर्दैछौँ। यहाँ कुम्भकर्ण, यहाँ साइली पाथिभरा देवी, यहाँ पञ्चदेवीहरू भन्छ। यहाँ चाहिँ मेन पाथिभरा हो। अब यहाँ हामी फुलहरू चढाउँदैछौँ। अब यो चाहिँ आज साइली पाथिभरा देवीलाई राम्रो पुष्प, यो अब यो डोराहरू पनि चढाउनु पर्छ। आज चाहिँ यो शर्मिला माताले उहाँ आउनु भएन, मैले यहाँ आज गरिदिएको छु। उहाँहरूलाई राम्रो भएर जाओस्, सन्चोसिता होस्, कोही देश परदेशमा काहीँ पनि केहीमा अवरोधहरू नहोस् भनेर चाहिँ